हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी किर्खादेखि माथि हात्तीलेन्दा गएको थियौँ। म चाहिँ खासमा दिदीको घरमा गएको थिएँ अनि दिदीले उता हात्तीलेन्दा जानु माथि लपडाँडा जाउँ भन्नुभएको थियो अनि हामी तिनैजना दिदी भेना अनि म गएको थियौँ। एकदमै राम्रो थियो। मलाई त लागेकै थिएन त्यस्तो छ भनेर। कलर पनि कति मजाले लगाएको हो। त्यो ड्राई पिकनिक खाने ठाउँ पनि बनाइदिएको रहेछ। ठाउँ चाहिँ एकदमै राम्रो थियो, गलैँचा पनि थियो। तर लास्टै गर्मी थियो, माथि चढ्दा बाफ्रे कम्ता गर्मी भएन। तर त्यहाँको वातावरण चाहिँ साह्रै दामी, वरिपरि हरियाली। माथिबाट हेर्दा त बाफ्रे त्यहाँ गाउँ रहेछ सानो अनि डाँडा काँडा दामी देखिरहेछ। कस्तो रमाइलो। किप स्माइलिङ पनि बोर्ड रहेछ। कस्तो रमाइलो भइरहेको थियो। एकदमै राम्रो। अनि त्यहाँदेखि फेरि माथि चढ्नुपर्ने रहेछ। त्यहाँ माथि चाहिँ मेन टुप्पोमा जाँदा चाहिँ यस्तो भ्यू देखिन्छ है गाइस। कति राम्रो भ्यू देखेको। म त कहिले गएको थिइनँ, म त फर्स्ट टाइम गएको। आजको लागि